हेलो एभ्रिवान। ल आज अब जाने तयारी हुँदैछ। आज आउने सांस्कृतिक कार्यक्रम सारुसीमा टापुमा। अब म चाहिँ अब यहाँबाटै निस्किनेक्लै हो। त्यसपछि कालसँग गएर साथीहरूसँग भेटघाट गरेर जाने प्लान अनुसार अब रेडी हुँदैछु। अब सकेसम्म सबैजना साथीहरू चाँडै नै उपस्थित भएर रमाइलो गर्नुपर्छ होइन। मेरो चाहिँ अब लगभग तयारी भइसक्यो। यसो ल है त अब फेरि बाटोबाट अपडेट गर्दै गरौँला। अहिले यति मेकअप भएको त आजको दिन चाहिँ विशेष हुने छ भन्ने आशा छ। हेरौँ अब कस्तो हुन्छ। सबैजना साथीहरू समयमा जम्मा भइदिनु भयो भने सजिलो हुनेछ। अहिले कपाल मिलेन क्या। अहिले म चाहिँ यात्रु स्टेसनमा झरेँ। यहाँ अब हामी अरुणजीहरू आनन्दजीहरू सबै जम्मा भएर त्यसपछि अब जाने कुरा भएको छ है। साउन्ड जाने काम भइरहेछ है। हाम्रोसम्म यो सेन्तो राम्रो फोटो खिच्नुहुन्छ। नमस्कार नमस्कार। ल स्टार्ट। सारुसीमा जाँदैछ होइन। सबै साथीहरू गइसक्नु भएको छ। नमस्ते नमस्ते। ल त्यस्तो केही छैन। आजको प्रोग्राम एकदमै रमाइलो भइरहेको छ। शब्दमा व्यक्त गर्नै नसकिने खालको छ कि प्रोग्राम। त्यसैले मेरो भनाइ छोटो भयो। धन्यवाद। धन्यवाद। सिर्जना म साहित्य हो त कार्यक्रमलाई सम्पन्न गर्न गइरहेका छौँ। यो कार्यक्रम सफल पार्नका लागि यहाँहरूको उपस्थिति निकै महत्त्वपूर्ण थियो। हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी 2 नम्बरमा हुनुहुन्छ प्रकाश पौडेल महिलाजी, केन्द्रको पूर्व अध्यक्ष एवं नेता सुझावाचा भवनकली। त्यसै गरी वर्तमान नेपालबाट आज यहाँ आउनुभएको छ आदरणीय र कल्पना तिमीलाई पत्तो हुनुपर्छ ननाटेर भन कान्ति कसले लेख्यो तिम्रो नाम रातैभरि जल्यो छाती कसले लेख्यो तिम्रो नाम। जसरी चरा भोकले उड्यो
पूर्ण बाध्य भयो म पनि त्यसै गरी उडेँ यो उडान विचार दिनु है र त म भन्छु कुरा आज के हो भने उड्दाお答えいたします。レンタルショップ閉店まで30分ほどを切りました。お済みになった機材から順次入札ご協力お願いいたします。繰り返しご案内します。レンタルショップ閉店まで。यता फेरि यतापट्टि रोटी ल ल आफ्नो आफ्नो अनुभव भन्दै जानु है एकदम ठिक लाग्यो रमाइलो लाग्यो ल आफ्नो अनुभव भन्दै जानु ल धन्यवाद भाइहरूले मिठो चिया खुवाउनु भयो धन्यवाद एकदमै एकदमै थ्याङ्क यू सो मच ल ल ल ल आफ्नो आफ्नो कस्तो रह्यो आज कार्यक्रम भन्नु है एकदम रमाइलो ल कस्तो ल भन्नु है स्मरणीय बन्ने छ आज ल भक्तजी यता कस्तो रह्यो कार्यक्रम बब्बाल बब्बाल हो कार्यक्रम भव्य छ बब्बाल छ ल ल दाइ कस्तो रह्यो आज कार्यक्रम भव्य साङ्केतिक भयो ल गिरिजाजी एकदम बेलास ल सबैजनालाई धेरै धेरै धन्यवाद म पानी प्लेनबाट झरेको खिच्नु हो नै ल ल ल ल ल कस्तो रह्यो ल भन्नु है आज कार्यक्रम म कि फेरि गएर झरम हो कस्तो रह्यो आज कार्यक्रम एकदम बवाल भयो हो ल धन्यवाद आजको कार्यक्रम कस्तो रह्यो ल यसो अनुभव भन्नु अनि साँझप्रति धेरै आभारी छौँ धन्यवाद दिन चाहन्छौँ अनि साँझले यो मौका जुराइदिनु भएकोमा हामी एकदमै कृतज्ञता व्यक्त गर्न चाहन्छौँ धन्यवाद कार्यक्रम एकदम बवाल भयो धमाकेदार भयो उपस्थिति एकदम राम्रो भयो भव्य रूपमा सम्पन्न भएको छ होइन सबै उपस्थित भएर एकदम राम्रो भएको छ हामी नसोचेको रमाइलो भयो आज धेरैजनाको उपस्थिति रह्यो तपाईँले किन सोच्नु भयो यति रमाइलो हुन्छ भन्ने कुरा होइन यस्तो भयो टाढाको ठाउँ अब धेरैजना उपस्थित हुनुहुन्न कि भन्ने शङ्का लागिरहेको थियो हजुर हामीले सोचेको भन्दा धेरै उपस्थित हुनुभयो त्यसको लागि सबै उपस्थित हुनु भएकोलाई धेरै धेरै धन्यवाद हस् धन्यवाद हस् थ्याङ्क यू बाई बाई